एउटा भिडियो मेरो यादको लागि, किन म त बिर्सिन्छु, जे समयमा देखेँ पुरा त्यो समयमा म भिडियो बनाइदिन्छु। किन जुन मनमा अहिले आयो त्यो भोलि म चाहिँ भन्नु नसकौँला। त्यो यो हाम्रो समाजको, हाम्रो गाउँको कीर्तन कमिटी, यस समाजलाई भनौँ न, किन समाज कीर्तनमै भेट हुन्छ होइन। त्यो कीर्तनमा भेट हुन्छ। म यति नै भन्न चाहन्छु कि आजबाट होइन कीर्तन गरेको यार, म जन्मेदेखिको र म जानेदेखिको एउटै कीर्तन। कीर्तन गर्नु गलत हो त्यो मैले भनेको होइन। कीर्तन हो सुरुवात परमात्मातिर जानेको। त्यहाँबाट एउटा जिज्ञासा आओस्, मूर्तिबाट एउटा जिज्ञासा आओस् कि यो किन हो, के हो, के को लागि हो, म यत्रो किन नाम लिँदैछु, मलाई के चाहिएको। अहिले त यस्तो छ नि त, चाहिएको छ र एक भगवान्सँग जान्छ। त मलाई चाहिँ यो नाराजगी छ समाजसँग कि किन एउटाले पनि खोजेन र किन बच्चाहरूलाई पनि त्यसैमा लिएर गयो। उनीहरू त बर्बाद भयो। उनीहरू जान्नु केही मतलब छैन। बच्चाहरूको प्रश्नलाई पनि दबायो र बच्चाहरूलाई पनि त्यही धारामा लिएर गयो। त्यो त गलत धारा हो। अरू जे को चर्चा गर्नुपर्ने, वास्तविक भजन, वास्तविक कीर्तन, जे को बारेमा चर्चा गर्नुपर्ने त्यसलाई चाहिँ साइडमा राखेर अनि यता कीर्तन हुन्छ। त्यो त अपमान भयो नि त। कृष्ण नाम लिन्छन्, फेरि भजन गाउँछन्, कृष्ण तिमी आएनौ, कृष्ण तिमी टाढा नजाऊ। अरे बाबा, तिमीहरूले आफ्नो आँखामा धुलो हालेको छौ वासनाको, अनि दोष कृष्णलाई। यो त गलत कुरो हो नि त, कृष्णको अपमान हो। यो त पुरै अपमान हो, ठाडै अपमान हो। आफूतिर जानु सकेन, आफूलाई उतिर लानुमा केही रुचि छैन, अनि भन्दैछ कृष्ण आएनौ तिमी, कृष्ण हामीलाई दर्शन देऊ, दुर्गा माता हामीलाई दर्शन देऊ। यो कि फिजुलको कुरो होइन। यहाँ त यस्तो गाउँमा यस्तो मान्छेहरू पनि छ भन्दैछ कि गीता पढ्नु हुँदैन, पागल हुन्छ मान्छे। यहाँ भन्दा गीताको अनादर, कृष्णको अनादर के हुन्छ। गीता छ सामने, फेरि अर्को अनादर, तर उसलाई पल्टाइ भएकै छैन उसको पत्ता। के हाल हो यो। त कमसेकम समाजले जुन बेहोसको धारा धरो, म चाहन्छु आउने पिँढीले त्यो धारा नधरोस्। मान्छेहरू प्रथम श्रेणीमै नै उभिनै रहेछ। भजन गर्नुपर्छ, तर त्यहाँबाट केही एउटा होस्, अगाडिको श्रेणी देखियोस्। तर अगाडिको श्रेणी देखिए पनि समाज जानु खोजेकै छैन अगाडि। किन अगाडि जाँदाखेरि दिगदार हुन्छ। जब यिनीहरूले वास्तविक कृष्णलाई भेट्छन् तब यिनीहरू कृष्णलाई बर्दाश्त गर्न सक्दैनन्, कृष्णको दुश्मन हुन्छन् यिनीहरू। अहिले त डुप्लिकेट कृष्ण छन्, कृष्ण सुति नै राख्छन्, न आउँछन् न जान्छन्। उनलाई बस थपडी मारेर अगरबत्ती त जलाउनु छ, अनि आफ्नो कल्पनाको सागर बनाउनु छ। कृष्णले दिन्छन्, यस्तो गर्छन् उस्तो गर्छन्, अनि ज्ञान पेल्नु छ। तर जुन गीतामा कृष्ण छन् त्यो सुन्दा त यिनीहरूको फेरि धुवा निक्लिन्छ।